राख्नु साउरो। उसले जे देखे त्यही भने के बिगार्यो? हिजोको दिनसम्म जाँड खाएर टिल्ल परेर हिँडेको सबैले देखेका छन्। अहिले चाहिँ केटीहरूको अगाडि हिरो बन्ने? मका डबाका खाएको पैसा निकाल। दाइ घर त पुरै अँध्यारो छ त, बत्ती बल्दैन। बत्ती बिग्रेकै 4 दिन भइसक्यो, वायरिङ सबै फेर्नुपर्छ रे। खै हेरौ त हिँड्नुहोस्। कसले भने दाइ तपाईँलाई वायरिङ फेर्नु पर्छ भनेर? एउटा तार त खुसेको रहेछ। पल्ला घरमा एउटा मेकानिक आएका रहेछन्, निकै राम्रो मेकानिक अरे, उसैले भनेर। ओहो, झिलिमिली पो रहेछ। कसरी बल्यो बिजुली? कि त्यो मेरो घरमा आएको मेकानिकले बनाइदियो? बनाउँछ त्यसले त पुरै घरको वायरिङ फेर्नुपर्छ भन्थ्यो। ऊ बाबुले तार जोडिदिनु भएको, केही भएकै रहेनछ, फ्याट्टै बल्यो। हो र दाइ, त्यसो भए मेरोमा पनि हिँड्नुहोस् न त। म पनि 1 हप्ता भयो अँध्यारोमा बसेको। ल हिँड्नुहोस् त। रक्षा, त्यही होला जस्तो लाग्छ रक्षाको कोठा त। के भयो यहाँ? मैले बिजुली बनाएँ नि, खासमा स्विचमा खराबी रहेछ। त्यो बनाएको बलिहाल्यो, तै बलेको खुसियालीमा यिनी चिच्चाकी हुन् के? ए, तैँले बनाएको बिजुली? खुबै मिटर बक्स बिग्रिया छ भनेर मेरै घरमा बसेर मेरी भान्जीलाई जबरजस्ती गर्ने उद्देश्य रहेछ होइन तेरो? खासमा केही त भएको छैन रहेछ, मेन स्विच अफ भएर छ। उहाँले अन गर्ने बित्तिकै फ्याट्ट बलिगयो नि। त फटावा बाटो लागिहाल, गइहाल, नत्र तँलाई पाता कसेर लडाउँछु म। पाता कसरै पो लडाउने? सकिगयो नि। तर मिटर बक्सा चाहिँ चाहिन्छ है, नफेरि हुँदैन। मेरिया मैनी वरिष्ठ सरकार, के पिर पर्यो तपाईँलाई? मारी गालामा हात लाएर पो बस्नु भएको छ त? होटेल चलेन कि के हो? खै पाँडे, अब के भन्नु? होटल त सेन्टरमै छ, चलेकै छ, तर के गर्नु?